हामी चाहिँ पडौराले आएर फाइनल्ली गाडीमा आएर भिडियो बनाउनु पाइयो। मेरो भ्लगमा आउनु मन छ भने भिडियो यहाँ लिन पैसा लिएको छु कि ए पैसा तपाईँले आज दिए पनि हामी छौँ यहाँ लाने होइन पुष्पा त सेतैदेखि केल छ्यापेको अब डिल खुसी भएछ एउटा मलाई सामान हुन्न त्यसो 150 आउ सानो रुमो साथीहरू लाइनमा बस्दैछौँ है। हामी चाहिँ सुपदेउराले आएर ल ल ल हिँड हिँड रुबु यहाँ सानो मामुलाई समातेर आएर पिसेको आऊ आऊ छोरी कति भिड कति भिड कति भिड कति भिड कति भिड कति भिड ल फाइनल्ली गाडीमा आएर भिडियो बनाउन पाइयो। रमा मेरो भ्लगमा आउने मन छ भने भिडियो बना काली आइज त पनि हेलो भन हेलो गाइस हेलो गाइस टिभी काली मान्छे पनि आउँछ फोटोको लागि अलराम पाल भन हेलो गाइस भन्दै ल ध्रुवनले पनि हेलो गाइस ल भिडियो अब हामी चाहिँ मासु पकाएर ल हामी चाहिँ हिँड्यो के गर्न गर्छ
हेरौला तेरो यो चुरीफुरी कति दिन टिक्छ म पनि हेरौला मामा समा गरे कि मामाले ग्यास लाने हो गरे आइज मामाले त्यो उस लैजाने हो कि पकाउने कुरा ल हाम्री आन्टीलाई पनि स्वागत छ मेरो युट्युब भिडियोमा धेरै धेरै धन्यवाद ल हामी अब ल साथीहरू हामी चाहिँ कहाँ जाँदैछौँ भन्दा अब त्यहाँ पकाएर खाने ठाउँमा जाँदैछौँ है त हेर्दै गर्नु होला मन्दिरमा चाहिँ भिडियो गराउन पाइनँ किनभने मन्दिरमा एकदमै भिड भएको कारणले ल भिनाजु स्वागत छ मेरो भ्लगमा अचार रेडी भयो अचार यो अचार बनाउने मान्छे अचार यम्मी छ साथीहरू फर्स्टमा माइ मसला राखेको छैन मलाई के कमी छ भन मसलाको कमी नभनौ जाम्ने एक पिस लास्टमा जाम्ने मसला राखेको छैन चढाइदिएको चढाएको बोलो यो पानी सुकेन त्यहाँ टमाटर हालिदियो ठुलो गराइदिउँ न त मागेको छ ल साथीहरू मासु र भात खाम है त यो खाऊ म भाइदिन्छु दाजुको मन ल्याइदिएर हुन्छ यति खाएर हुन्छ के खाएको बाबु यो चिचिरा पनि हाम्रोमा ल तिमीले पनि भिडियो बना